मेरो नागरिकता बिक्रीमा छ। हो मित्र, तिमीलाई थाहा छ म 12 पास भएपछि कतार जान सक्थे, इतिहास पास गरेर कोरिया जान सक्थे, कारखानामा पसिना बेच्न सक्थे, तर म गरिन पनि, किनभने देशमै केही गर्छु भन्ने भ्रम बोकेको थिए। हो साथी, भ्रम नै त रहेछ। देश प्रेमको ज्वरो चढेको थियो मलाई। अहिले थाहा भयो त्यो त सपनाको ज्वरो रहेछ। दिमागको मलेरिया, मानसिक सन्तुलन गुमाएको रहेछु। आफ्नै केही गर्न नसके पनि मुलुककै केही गरौं भन्ने लोकसेवा दिए। कानून, समाजशास्त्र, संविधान, इतिहास सबै कण्ठस्थ याद थियो। नाम आयो, सूचीमा झुन्डियो सपनाको मुस्कान, तर अन्तर्वार्तामा के सोधिन्छ? तपाईँ कुन नेताको मान्छे? म मौन भए। फेरि सोधियो, कुन जात हो तपाईँको? म अझ मौन भए। तेस्रो प्रश्न, सिफारिस छ कि छैन? त्यसपछि मानव मौनताले नै हार मान्यो। मेरो सपना च्यातियो र त्यो फाइल 2 हात पर ढकालियो अनि मलाई बाहिर निकालियो। अब म भोलिको जागिरको तालिममा होइन, आजको बेरोजगारीको तालिममा छु। देशको अर्थतन्त्रमा होइन, सिस्टमको अर्थहीनतामा छु। मलाई भनियो, तिमी योग्य छौ तर सक्षम छैनौ। मैले बुझ्न सकिनँ भन्न के खोजेको, किनकि म ठुलो मान्छेको भतिजा होइन, धनी बुवाको छोरा पनि होइन र सेटिङ गर्न हामी कसैले आउँदैन। त्यसैले निर्णय गरेको छु, मेरो नागरिकता बिक्रीमा छ। सुन, यो कुनै स्मार्ट कार्ड होइन, यो मेरो परिचय पत्र हो, मेरो पीडाको, मेरो अदृश्यताको प्रमाणपत्र हो। र यो जुन मुलुकको नागरिकता हो त्यो देशको नागरिक हुन मलाई लज्जा छ, जसमा लेखिएको छ नेम नोबडी, फादर्स नेम, कन्ट्रीज फेलियर, सिटिजनशिप टाइप, इमोसनल फुल, अकुपेसन, होपफुल, अनइम्प्लोइड। हे राष्ट्र, तैँले मलाई जन्म दिइस्, तर जिम्मेवारी कहिले लिन मानिनस्। तँलाई खुवाउन मेरा बुवाले पसिना झारे, खेत बारीमा रातो रगत तप तप झारिरहे। आज म यही देशको कार्यालयमा रातो दाग बनेर बाँचिरहेको छु। सगरमाथा टाउको हो भन्छन्, ठिक हो, तर देशको ढाड चाहिँ कति ठाउँमा चर्केको छ थाहा छ? उनीको गाउँबाट सपना बोकेर आएको म अहिले राजधानीको फोहोरमा स्वाभिमान खोज्दैछु। त्यसैले त साथी, मेरो नागरिकता बिक्रीमा छु। बिक्न चाहन्छु, पैसामा होइन, पहिचानमा मेरो व्यवस्था साट्न चाहन्छु तपाईँको वास्तासँग। खरिद गर्न चाहनुहुन्छ? यदि तपाईँको गाडीमा फ्ल्याग छ भने आउनुहोस्, मिलाएर दिन्छु। तपाईँको मोबाइलमा मन्त्रीको नम्बर छ भने आउनुहोस्, तपाईँको चिठीमा सिफारिसको छाप छ भने आउनुहोस्। नागरिकता मात्रै होइन, सँगै म पनि बिक्रीमा हुनेछु। किनभने म त देशमै बसेको एउटा असफल सपना मात्र नहुँ, एक योग्य बेरोजगार। मेरो नागरिकता बिक्रीमा छ साथी हो। बिकाउन मन छैन, तर पेट र प्रतिष्ठा बीचको युद्धमा पेटले नै जित्यो र बेच्न बाध्य भए, विवश भए। पेट र प्रतिष्ठाको युद्धमा पेटले नै जित्यो र बेच्न बाध्य भए, विवश भए। आज युद्ध छ, विपक्षमा मेरो आफ्नै देश छ, मेरा वीर